कोनिचिवा मिनासान लेसन 37 को रेन्सियोबी यो लेसन चाहिँ अरू लेसनभन्दा अलिकति डिफिकल्ट लाग्न सक्छ। यसमा हामीले भर्बलाई पेसिभ भोइसमा बदल्नुपर्छ सुरुमा। यसलाई चाहिँ प्र्याक्टिस गर्नको लागि हजुरहरूले रेन्सियो एलाई मजाले हेरेर भर्बहरूलाई प्र्याक्टिस गर्नुहोला। हामीले यसलाई उकेमी फर्ममा लैजान्छौँ। हामीले अहिलेसम्म जति पनि सेन्टेन्सहरू पढ्यौँ बनायौँ त्यो एक्टिभमा थियो भने यो लेसन चाहिँ हामीले प्यासिभमा बनाउँछौँ। प्यासिभ कस्तोलाई प्रयोग गर्ने भन्दाखेरि पोलाइट वर्ड हो है। आफूलाई कसैले केही गरेर असर पर्यो, आफूलाई चाहिँ कसैले केही भन्यो भन्ने खालको कुराहरू व्यक्त गर्नु पर्दाखेरि चाहिँ यसको प्रयोग गरिन्छ। अहिले सुरुमा अलिकति कन्फ्युज होला हजुरहरूलाई। इक्जाम्पल गर्दै जाँदाखेरि अलिक सजिलो हुन्छ। सुरुमा हामीले भर्बहरूलाई चेन्ज गर्न सिकौँ। भर्बको वानको ई साउन्डलाई आ साउन्डमा लगेर मास हटाएर रेमास थप्ने, ई साउन्डलाई आ साउन्डमा लैजाने, मास हटाएर रेमास थप्ने। जस्तै योबी मासको यो बा रेमास, योमी मासको योमा रेमास हुन्छ। त्यस्तै भब 2 को भने मास हटाएर रा रेमास थप्छौँ। भब 3 को पनि सेम नै हो। हामीले खानौ केही फर्म पहिला सिकेका छौँ, त्यही फर्म अनुसार नै भब 2 र भब 3 को रुल्स छ है। सेम रा रेमास हामीले खानौ केहीको र यसको चाहिँ सेम रहेको छ भब 2 र भब 3 मा। भब 1 को चाहिँ ई साउन्डलाई आ साउन्डमा लैजाने, रेमास थप्ने, याद गर्नु होला। जस्तै ताबे मासको चाहिँ मास हटाएर ताबे रा रेमास हुन्छ। सिमासको सारेमास, किमासको कोरारेमास। अब हामीले यो लेसनमा के सिक्छौँ एकचोटि सर हेरौँ। भिडियो चाहिँ हजुरहरूले यो लेसनको लागि चाहिँ 2-3 पटक रिपिट गरेर हेर्नुभयो भने अझ मजाले बुझ्न सक्नुहुन्छ है। पहिला हामीले के भन्थ्यौँ त भन्दा एक्टिभमा एक्टिभ भोइस अनुसार इनु वा वातासी हो खामिमासिता, कुकुरले मलाई टोक्यो हैन। अब अहिले हामीले के भन्छौँ त त्यसैलाई वातासी वा इनु नि ते ओ खामारेमासिता, मलाई चाहिँ कुकुरद्वारा टोकियो अथवा म चाहिँ कुकुरबाट टोकिएँ। कुकुरबाट हात हात पनि यहाँ ते लेखेको रहेछ, ते भनेपछि हात हात टोकिएँ भन्ने खालको अर्थ दिन्छ। हुनलाई चाहिँ यी दुईटैले भन्न खोजेको एउटै आशय हो। तर हामीले चाहिँ यो प्यासिभ भोइसको रुल्स अनुसार वाक्य बनाएर बोल्दाखेरि चाहिँ हामीलाई असर परेको छ, हामी पीडित छौँ, हामीलाई अलिकति दुःख लागेको छ भन्ने खालको भावना व्यक्त गर्छ। जस्तै हाम्रो नेपालमा हामीलाई रिस उठ्यो होइन, आफूलाई दुःख भयो भने रोएर अथवा रिसाएर चर्को बोलेर हामीले आफ्नो भावना व्यक्त गर्छौँ त्यही शब्दमा भने जापानीहरूको चाहिँ यही शब्दबाट नै त्यो भावना व्यक्त हुन्छ भन्ने खालको तरिकाले लिनुभयो भने सजिलो हुन्छ। हाम्रो ठ्याक्कै यसको नेपाली अर्थतिर ट्रान्सलेट गर्नुभयो भने हजुरहरूलाई यो लेसन एकदमै टफ लाग्न सक्छ। त्यही भएर हजुरहरूले चाहिँ यो लेसनको फर्मुलालाई मात्रै फोकस गर्नु होला। फर्मुला अनुसार प्रयोग गरेपछि चाहिँ त्यति गाह्रो हुँदैन। जस्तै एउटा इक्जाम्पल मैले जस्तै हाम्रो इङ्ग्लिसमा चाहिँ माई नेम इज डट 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 भयो भने माईको ठाउँमा मेरो, नामको ठाउँमा नेमको ठाउँमा नाम, अनि डट 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 सेम नै छ। तर अरू सेन्टेन्सहरू सबै सेन्टेन्स चाहिँ हाम्रो ठ्याक्कै मुनि मुनि नेपाली अर्थ बनाउन मिल्दैन नि। जस्तै आई रिड इन क्लास डट 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 भन्दाखेरि म रिड भनेको त पढ्नु हुन्छ, अनि त्यो सेन्टेन्समा अलिकति मिल्दैन नि। म यति कक्षामा पढ्छु, तर हामीले बुझेको छौँ कि यसले भनेको आशय यो हो भनेर बुझ्छौँ नि त। हो त्यस्तै हामीले पनि अब यो कुकुरले मेरो हात टोक्यो भन्नु र म चाहिँ कुकुरद्वारा टोकिएँ भनेको अर्थ आशय एउटै हो। हामीले बुझ्नलाई त्यही आशय नै बुझ्न सकिन्छ, तर हामीले प्रयोग गर्दाखेरि चाहिँ यही फर्मुला यही रुल चाहिँ प्रयोग गर्नुपर्छ भनेर बुझ्नुहोस् है। त्यति बुझ्नुभयो भने हुन्छ। भिडियो रिपिट गरी गरी हेर्नु होला, अलिकति चाहिँ कन्फ्युजन हुन्छ है। अब यसमा कसरी प्रयोग गर्ने मैले यो फर्मुला पनि लेखेको छु। सुरुमा चाहिँ आफूलाई असर पर्दाखेरि हामीले 3वटा क्याटेगोरीको सेन्टेन्स बनाउन यसमा सिक्छौँ। आफूलाई असर पर्यो, कसैले केही गरेर चाहिँ मलाई अप्ठ्यारो पर्यो भन्नु पर्दाखेरि चाहिँ सुरुमा आफूलाई असर परेपछि आफू सब्जेक्ट भइहाल्यो वातासी वा। त्यसपछि कसले गर्दाखेरि हो त, गर्ने व्यक्तिको नाम थाहा छैन भने दारे भन्न पाइयो होइन। अनि त्यसपछि नि पार्टिकल, अनि प्यासिभ भब। प्यासिभ भब भर्खरै हामीले भब 1 भब 2 भब 3 को चेन्ज गरेको छौँ नि, त्यही अनुसारको भयो। अनि मासिता म्याक्सिमम 95% चाहिँ मासिता नै हुन्छ। मास्क पनि नहुने होइन, 5% चाहिँ मास फर्मको पनि वाक्य बन्छ, तर म्याक्सिमम चाहिँ मासितामै यो फर्म चाहिँ प्रयोग गरिन्छ। जस्तै वातासी वा खाच्यो नि, हेर्नुहोस् है मैले ठ्याक्कै यहाँ मुनि मुनि राखिदिएको छु। खाच्यो नि यो बोरे मासिता भनेको म चाहिँ बोसद्वारा बोलाइए, मलाई बोसले बोलायो भनेको नै हो उनीहरूलाई। अलिकति नेपालीमा ट्रान्सलेटमा अलिकति कन्फ्युजन हुनसक्छ। अब अर्को चाहिँ हामीले आफ्नो सामानमा, मेरो सामानमा असर पुग्यो, मेरो सामान चाहिँ कसैले केही गर्यो भन्न पर्यो भने पनि के गर्ने त भन्दा सुरुमा सब्जेक्ट वातासी वा म नै राख्नुपर्ने मेरो सामान भएपछि। अनि गर्ने व्यक्ति कसले गरेको हो त्यो, अनि नि पार्टिकल सेम माथिको जस्तै। अब यहाँ चाहिँ सामान भएको भएर हामीले चाहिँ कुन चाहिँ सामान कसले के गरेको त्यो सामानको नाम,
त्यसपछि ओ पार्टिकल अनि प्यासिभ भर्ब अनि मासिता अथवा मास के हो आफूले के प्रयोग गर्ने हो त्यही अनुसारको। जस्तै इक्जाम्पल वातासी वा तोरोबौ नि कामेरा हो तोरारे मासिता वातासी वा तोबोरो नि कामेरा हो तोरारे मासिता म चाहिँ चोरद्वारा क्यामेरा चोरिए मलाई चाहिँ चोरद्वारा क्यामेरा चोरियो भन्ने खालको अर्थ दिन्छ। खासै अर्थ चाहिँ नमिल्दो लाग्ने भएर अप्ठ्यारो लाग्छ है। दोरोबौ भनेको चाहिँ चोर हो। हामीले चाहिँ भर्खरै हामी बालकले जस्तै सिक्छौँ नि त तोते तोते पाराले सिकिराखेको छौँ। अब यसलाई याद गर्नलाई हामीले तेरो बाउ खालको टोनमा पनि याद गर्न सक्छौँ कि दोरोबौ भनेको तोरोबौ भने जस्तो सुनिन्छ नि होइन। बच्चाहरूले तोते तोते बोलेर हरेक वर्डलाई अलिकति फरक भने जस्तै हामीले यो तोरोबौ भनेको चाहिँ चोर रहेछ, दोरोबौ भनेको चाहिँ चोर रहेछ भनेर तेराबाउ खाने भन्ने खालको शब्दसँग चाहिँ म्याचिङ गरेर याद गर्न पनि सकिन्छ। यो चाहिँ अलिकति फन्नी कुरा हजुरहरूलाई फ्रेस हुनलाई भनिदिएको है। याद पनि हुनसक्छ नि त त्यसरी। अर्को चाहिँ इतिहास अथवा तथ्य बताउँदा यो सामान अथवा भवन यसरी बनाइयो भन्ने कन्डिसनमा पनि प्रयोग गरिन्छ। त्यस्तो बेलामा चाहिँ के सामान अथवा के चिज गरेको हो त्यो लेख्ने सब्जेक्टमा, त्यसपछि गा पार्टिकल अनि प्यासिभ भर्ब मासितामा अथवा कन्टिन्यू अझै पनि भइरहेको छ भने चाहिँ फेरि त्यही मास है। जस्तै इन्सुतान्तो रामेन गा हाचुमेई सारे मासिता भनेको चाहिँ इन्स्टेन्ट रामेन चाहिँ आविष्कार गरियो भने पास्ट टेन्स भयो। अब खान्जीगा चुखावारे त्यही मास खान्जी चाहिँ अझै पनि प्रयोग भइराखेको छ नि त कन्टिन्यू। त्यही भएर यस्तो बेलामा चाहिँ कन्टिन्यू भइरहेको छ भने चाहिँ पेसिभ फर्ममा लगेर उकेमी फर्ममा लगेर अनि त्यही मास थप्ने, भइसकेको छ भने चाहिँ मासिता बनाउने। इक्जाम्पलबाट बुझिन्छ। अलिकति कन्फ्युजन भएर चाहिँ हरेस नखानुहोस् है। अब तपाईँहरूले यतिसम्म भिडियो हेरिसक्नु भएको छ भने तपाईँहरूको लागि मैले यो बनाएको भिडियोहरू मन परेको छ भनेदेखि चाहिँ लाइक सेयर अथवा एउटा कमेन्ट अनि फलो गर्न नबिर्सनु होला। हजुरहरूलाई जापानी भाषामा दक्ष बनाउनको लागि मेरो तर्फबाट सक्दो सहयोग गर्नेछु। तपाईँहरूले पनि हौसला प्रदान गर्नको लागि भिडियोलाई लाइक कमेन्ट सेयर गर्न चाहिँ अल्छी नगर्नुहोस् है। मैले पनि अल्छी गरेँ भने हजुरहरूलाई केही कुरा सिक्नबाट वञ्चित हुनु सक्नुहुन्छ। त्यही भएर मैले हजुरहरूलाई गरेको सपोर्टको बदला हजुरहरूले पनि मलाई थोरै सपोर्ट गर्नु होला। अब सुरु गरिहालौँ। इचिबानमा हाम्रो क्वेसनमा चाहिँ सबै एक्टिभमा दिएको छ, हामीले प्यासिभमा बनाउने हो है। भन्न खोजेको अर्थ एउटै हुन्छ तर हामीले चाहिँ यो सिक्नु चाहिँ एकदमै जरुरी छ। यो लेसन एकदमै इम्पोर्टेन्ट पनि छ है। वातासी वा आनिनी सिखारारे मासिता वातासी वा आनिनी सिखारारे मासिता म चाहिँ दाइद्वारा गाली गरिए, मलाई दाइद्वारा गाली गरियो है। वातासी वा खाच्यो नि यो बोरे मासिता वातासी वा खाच्यो नि यो बोरे मासिता म चाहिँ बोसबाट बोलाइएँ है। खाच्यो भनेको चाहिँ सानो सानो बोस है, ठुलो बोसलाई चाहिँ बुझ्यो अनि सानो बोस चाहिँ खाच्यो। वातासी वा ई सान्नी एइगा नि सासो वारे मासिता वातासी वा ई सान्नी एइगा नि सासो वारे मासिता मलाई ई सानबाट चाहिँ फिल्मको लागि प्रस्ताव गरियो भन्नाले फिल्म हेर्न जानलाई चाहिँ बोलाइयो भनेको है। वातासी वा किमुरा सान नि केक्कोन सिकी नि स्योताई सारे मासिता वातासी वा किमुरा सान नि केक्कोन सिकी नि स्योताई सारे मासिता म चाहिँ किमुराजीबाट विवाह समारोहमा निमन्त्रणा गरिए, मलाई उहाँले बोलाउनु भयो नै भन्न खोजेको। सुरुमा सब्जेक्ट राख्नु पर्यो, त्यसपछि कसले के गर्न खोजेको त्यसको नाम नि पार्टिकल अनि त्यसपछि के सब्जेक्ट हो, के सब्जेक्ट भने के को लागि के गर्न खोजेको त्यो भनेर अनि मासिता फर्म अथवा मास फर्म राख्ने। अब निबानमा वातासी वा इमौतो नि तोमोदाची हो स्योखाई सारे मासिता वातासी वा इमौतो नि मलाई बहिनीबाट साथीसँग स्योखाई सारे मासिता परिचय गराइयो। नेपाली अर्थतिर खासै ध्यान नदिनुहोस् हजुरहरूले नेपाली मिनिङ बुझेपछि हजुरहरूले अर्थ बुझ्नुभएको छ, अर्थ त्यही नै बुझ्नुहोस्। वाक्य बनाउने फर्मुला मात्रै याद गर्नुहोस् है, नत्र भने धेरै कन्फ्युजन हुन्छ। वातासी वा हाहा नि खाइमोनो ओ तानो मारे मासिता वातासी वा हाहा नि खाइमोनो ओ तानो मारे मासिता मलाई आमाले सामान किन्न अराउनु भयो। वातासी वा कुरारा सान नि खाबुकी नि चुइते सिचुमोन सारे मासिता वातासी वा कुरारा सान नि खाबुकी नि चुइते सिचुमोन सारे मासिता मलाई कुराराजीबाट खाबुकीको बारेमा प्रश्न सोधियो। वातासी वा केही खान्नी कोको नि कुरुमा ओ तोमेरु नातो
इवारे मासिता वातासी वा केही खान्नी कोको नि कुरुमा ओ तोमेरु नातो इवारे मासिता मलाई चाहिँ प्रहरीबाट केही खान भनेको चाहिँ प्रहरीबाट प्रहरीद्वारा कोको नि यहाँ चाहिँ कार नपार्क नगर नरोक भनेर भनियो। अब सानबानमा वातासी वा दोरोबो नि खामेरा ओ तोरारे मासिता वातासी वा दोरोबो नि खामेरा हो तोरारे मासिता चोरले मेरो क्यामेरा चोरिदियो। मैले यहाँ चाहिँ एक्चुअल अर्थ नै हामीले बुझ्ने अर्थ लेखिदिएको छु है। वातासी वा कोदोमो नि फुकुओ योगो सारे मासिता वातासी वा कोदोमो नि फुकुओ योगो सारे मासिता बच्चाले मेरो कपडा फोहोर गरिदियो अथवा मलाई बच्चाद्वारा कपडा फोहोर गराइयो भन्ने हुन्छ एक्चुअल अर्थ चाहिँ। वातासी वा देन्स्या दे तोनारी नो हितो नि आसी ओ फुमारे मासिता वातासी वा देन्स्या दे म चाहिँ रेलबाट तोनारी नो हितो नि नजिकैको व्यक्तिबाट मान्छेबाट आसियो फुमारे मासिता खुट्टा चाहिँ कुल्चियो खुट्टा टेक्दियो मेरो उसले भनेको। वातासी वा दारे खानी खाबान ओ मोत्ते इखारे मासिता वातासी वा दारे खानी खाबान ओ मोत्ते इखारे मासिता कसैले मेरो झोला चाहिँ लिगेर गयो। इकिमासको यो प्यासिभ भर्बमा लैजाँदाखेरि चाहिँ इखारे मासिता भयो है। दौसितान्देशका के भयो खाच्यौनी सिखारारे तान्देश खाच्यौनी सिखारारे तान्देश बोसबाट गाली खाएँ बोस गाली खानुलाई सिखारारे तान्देश। दौसितान्देशका के भयो खानोजोनी किराइतो इवारे तान्देश खानोजोनी किराइतो इवारे तान्देश प्रेमिकाबाट अथवा गर्लफ्रेन्डबाट उनीबाट मन पर्दैन भनेर भनियो। दौसितान्देशका के भयो दारे खानी खासा ओ माचिगाए रारे तान्देश दारे खानी कसैबाट खासा ओ माचिगाए रारे तान्देश कसैबाट छाता चाहिँ साटेर लगियो। दौसितान्देशका के भयो इनु नि ते ओ खामारे तान्देश इनु नि ते ओ खामारे तान्देश कुकुरबाट मेरो हात टोकियो। अर्को हेरौँ गोबानमा सेन्क्यु ह्याकु सान ज्योरोकु नेन्नी सेन्क्यु ह्याकु सान्ज्युरोकु नेन्नी कोक्खाइगी जिदौगा तातेरारे मासिता 1936 सालमा चाहिँ संसद भवन बन्यो। तातेरारे मास भनेको बन्यो तातेरारे मासिता बन्यो। सेन्क्यु ह्याकु गोजिउ हाची नेन्नी इन्सुतान्तो रामेनगा हाचुमेई सारे मासिता 1958 वर्षमा चाहिँ इन्स्टेन्ट रामेन भन्ने कुरा चाहिँ के भयो त हाचुमेई सारे मासिता भनेको आविष्कार गरियो इन्भेन्ट गरियो। सेन्क्यु ह्याकु रोकु जिउ योन नेन्नी टोक्यो दे ओरिम्पिक्कुगा ओकोनावारे मासिता 1964 मा टोक्योमा ओलिम्पिकको ओकोनावारे मासिता आयोजना चाहिँ गरियो। ओकोनावारे मासिता आयोजना गरियो। निसेन निनेन्नी निहोन्तो खानकोकुदे साक्कानो वारुदो कोप्पुगा हिराखारे मासिता निसेन निनेन्नी 2002 सालमा निहोन्तो खानकोकु जापान र कोरियामा चाहिँ साक्काको फुटबलको चाहिँ वर्ल्ड कप हिराखारे मासिता आयोजना गरियो। रोकुबानमा चुगिनो खाइगी वा दोको दे हिराखारे मासका चुगिनो खाइगी वा दोको दे हिराखारे मासका अर्को बैठक कहाँ आयोजना हुन्छ कोबे दे हिराखारे मास कोबेमा आयोजना हुन्छ। कोनो स्योसेचु वा इच्चु खाखारे मासिताका कोनो स्योसेचु वा इच्चु खाखारे मासिताका यो उपन्यास चाहिँ कहिले लेखिएको हो ज्यू हास्यै
हास्यै किने खाकारेमासिता ज्यू हास्यै किने खाकारेमासिता 18औं शताब्दीमा चाहिँ लेखिएको हो। कोनो कुरुमा वा दोको ए युसुच्चु सारेमासका कोनो कुरुमा वा यो कार्ड चाहिँ दोको ए कहाँ युसुच्चु सारेमासका निर्यात गरिन्छ। सेखाइज्यू सेखाइज्यू ए युसिच्चु सारेमास विश्वभर चाहिँ युसिच्चु सारेमास भनेको चाहिँ निर्यात गरिन्छ। योनबानमा निहोन्नो इए वा मुखासी नान्दे चुकुरारे मासिताका निहोन्नो इए वा जापानको घर मुखासी पहिला पहिला पुरानो समयमा चाहिँ नान्दे चुकुरारे मासिताका केबाट निर्माण गरिन्थ्यो बनाइन्थ्यो। किदे चुकुरारे मासिता किदे चुकुरारे मासिता रुखहरूद्वारा काठद्वारा चाहिँ बनाइन्थ्यो। नानाबान खान्जी वा च्योगोकु या निहोन नादो दे चुखा चुखावारेते इमास खान्जी वा च्योगोकु वा या निहोन नादो खान्जी चाहिँ जापान चाइना जापान नादो भनेको चाहिँ आदि यो दुईटा देश बाहेक अरू पनि भन्दाखेरि चाहिँ या हुन्छ है। दुईटा मात्रै भनेको भयो यहाँ तो पार्टिकल हुन्थ्यो। यो बाहेक अरू पनि छ भनेपछि चाहिँ यहाँ या राखेर नादो हुन्छ है। आदि चुखावारे त्यही इमास भनेको प्रयोग भइरहेको छ कन्टिन्यू छ नि त त्यही भएर त्यही इमास राखियो है। अहिलेसम्म हामीले मासिता भनेका थियौँ अहिले कन्टिन्यू भएको भएर चाहिँ त्यही इमास राखियो। निबानमा कोनो निन्ग्यु वा रुसिया दे चुकुरारे त्यही इमास कोनो निन्ग्यु वा यो गुडिया चाहिँ रसिया दे चुकुरारे त्यही इमास रुसमा चाहिँ बनाइएको छ बनाइरहन्छ भनेको है। कोन्स्योसेचु वा इरो इरो ना कुनी नो कोतोबा नि होन्याकु सारेते इमास कोनो स्योसेचु वा यो उपन्यास चाहिँ इरो इरो ना कुनी नो विभिन्न देशको कोतोबा भनेको चाहिँ भाषामा शब्दमा होन्याकु होन्याकु सारेते इमास अनुवाद गरिएको छ ट्रान्सलेट गरिएको छ। सेकियु वा साउजी सावाजी अरेबिया नादो खारा यु न्यु सारेते इमास सेकियु भनेको चाहिँ तेल के पेट्रोल तेलहरू चाहिँ साउदी अरेबिया नादो साउदी अरेबिया मात्र होइन अरू आदि भनेकै आदि देशबाट चाहिँ युन्यु आयात सारेते इमास भइरहेको छ। तेल चाहिँ अरू देशहरूबाट पनि साउदीबाट चाहिँ आउँछ अनि अरू देशबाट पनि आउँछ भनेको छ। ल तपाईँहरूलाई चाहिँ भिडियो मन परेको छ भने लाइक सेयर कमेन्ट गर्न नबिर्सनु होला। आजको लागि चाहिँ यति नै।